गाइज योचोटि नै मैले खेतमा हल लगाइरहेको छु। त्यति थाहा त छैन हाम्रो गाउँमा कस्तो लगाउँछन् भनेर हल। जति मैले थाहा पाइरहेको छु त्यति चाहिँ राम्रो गरिरहेको छु यसमा। अनि किनकि धानको फसल राम्रो होस् भनेर दुईटा खेत चाहिँ भाएर सकाइसके, एउटा उताको एउटा यताको। हिलो हिलो डुबेर देख्नु मेरो पुरै तलको टाउजर पनि एकदमै गिलो गिलो भइरहेको छ। यसको नाम चाहिँ मैया अरे। हल उठाएर हातै दुख्छ यार। हातै बल्ल हिँडिरहेन हाल उठाउनु पर्ने त। अझ बल लगाउनु नि धकाल्नु पर्ने। यो हलो नयस्तै उठाउनु पर्छ। हलो नउठाएपछि बल्लै काली राखेन हलो उठाएर बल्ल हिँडिराख्नु के बल्ल। हाम्रो लामो भएपछि के यसरी यसरी र यहाँ फेरि हाल्नु यस्तो। यहाँ सिकाउँदै हुनुहुन्छ मम्मी यस्तो लगाउनु भनेर। गुड मर्निङ युट्युब फ्यामिली, वेलकम ब्याक टु माई च्यानल। अहिले नै बिहानको 6 बजिरहेको छ। म बिहान उठिसकेको छु किनभने आज हाम्रो खेतमा लगाउँछौँ हल। त्यसैले चाहिँ म बिहानै उठेको, अझै बिहान उठ्नु थियो उठ्नै सकेन। अब चाहिँ बिहान उठेर बल्ललाई मेन त घाँस हालौँ। खेतमा हल लगायो भने चाहिँ अब रोपाइ सुरु हुन्छ केही दिन पछि। अब भने आज चाहिँ हल लगाउने दिन छ, आज हल लगाउँछु। यो रुमको पर्दा नहटायो भने न पुरै रुम ब्ल्याक हुन्छ, देख्नु होइन अँध्यारो नै हुन्छ। यो पर्दा चाहिँ माथि राख्नुपर्छ, हल्का रोशनी देखिन्छ भित्र। अब बाहिर जाऊँ होइन। हिजो पानी परेर देख्नु होइन मौसम आज खुल्ला जस्तो लागिरहेको छ, हावा पनि लागिरहेको छ। हाम्रो यो बरान्दामा न पानी भरिएको छ देख्नु। हिजो न यस्तो जोरको पानी परिरहेको थियो होइन, यस्तो पानी त कहिले पनि देखाएको थिएन। अहिले भने मौसम खुल्ला भइरहेको छ हिजो पानी परेर। एउटा घाँस पनि निकालिसक्यो बल्ललाई हाल्नको लागि, सुको घाँस। यसलाई चाहिँ लगेर बल्ललाई हालिदिउँ। पुगोको पर्वतबाट यस्तो हावा चलिरहेको छ कि जोरको हावा चलिरहेको छ। अब चाहिँ बल्ल लिएर आउँ होइन, यसमा चाहिँ घाँस खुवाउँ एकछिन। एकदम चिसो हावा चलिरहेको छ पुगोको पर्वतबाट होला। औला बल्लहरू त मस्तले घाँस खाइरहेको छन् होइन। म चाहिँ यो साइडको हटाइरहेको छु किनभने बल्लहरूलाई यो चाहिँ घाँसहरू खानको लागि अप्ठ्यारो हुन्छ नि त। यो सुकेको ओछ्याउने घाँस खाउला, घाँस खाउला। यति घाँस खायो भने चाहिँ लग्नुपर्छ खेतमा। खाऊ है, खाउसिरु है। बल्लहरू चाहिँ घाँस खाइरहेको छन्। म चाहिँ घरमा गएर खेतमा चाहिने सामानहरू जुटाउँ होइन, के चाहिने हो खेतमा। हलो चाहिँ मैले खेतमै राखेको छु अनि अरू सामान चाहिँ लगेर जाउँ। अनि खेतमा देख्नु सबै मान्छेहरू लागिरहेको छन्। त खेतमा जानको लागि रेडी भइसक्यो होइन। अब एकचोटि नास्ता गरौँ। मम्मीले नास्ता पनि बनाउनु भएको छ। मम्मीले चाहिँ रोटी बनाउनु भएको छ बिहानै। अनि भाउन सकला मम्मी आज खेतमा? भाउने हो कि आज हल लगाउने हो? भाउने, मैलाउने, खाउने, फाल्ने खेत। अनि रोपाइ सुरु हुन्छ होइन? रोपाइ हुन्छ। आज चाहिँ हाउने गरे खेत। हिजो चाहिँ मैले भाएको आधा। अब नास्ता गरेर चाहिँ सिधै खेतमा जानुपर्छ। अनि लच्छुहरू चाहिँ स्कुल जान्छन्। तिमीहरू कहाँ जाने त? स्कुल छुट्टी हो र? म भइहाल्छु नि। लक्ष्मणको स्कुल छ त्यसैले यो भाउन जाने भनेर होइन। मम्मीले आज दामडा बनाउनु भएको छ। यो चाहिँ हाम्रो अर्ग्यानिक, एकदम टेस्टी हुन्छ नि। नाचु खान्छ कि नै? खतरा मिठो हुन्छ होइन। मैले त नास्ता गरिसकेँ होइन। बाहिर घाम पनि लागिसक्यो देख्नु होइन। मौसम खुल्लै छ आज। उता लग्न सक्छ कि नै भने साँच्ची? यो चाहिँ मैया हो। यो चाहिँ मै लगाउँछन् खेतमा अनि खेत चाहिँ बराबर हुन्छ। अनि यहाँ चाहिँ मम्मी यो रसी लगाउँदै हुनुहुन्छ। यहाँ सिकाउँदै हुनुहुन्छ मम्मी यस्तो लगाउनु भनेर। यसमा लगाउने हो न, यसको बिचमा हालिहाल्छु कि म गरिहाल्छु भाइको। मैले बुझिसकेँ। मम्मीले चाहिँ मलाई राम्रोसँग सिकाइहाल्नु भयो यो चाहिँ मैया यस्तो लगाउने भनेर। मलाई चाहिँ अब पहिला लगाइन्थेँ बचाउन, अब त्यो धेरै साल पछि लगाइरहेको छु नि त। त्यसैले लक्ष्मण गइसक्यो भाइ बल्ल लगेर म अहिले भाउँछु, पछि स्कुल जान्छ भनेर लक्ष्मण गइसक्यो सिधै खेतमा। अङ्कल के चलिरह नि? इल्छा लगाउँदै हो? यो पनि हजुरको के त? खैको नि? हली लाग्नु भए? ए इल्छा लगाइदिन।
गाउँको मान्छे न मस्तले बिजी भइरहेछन् आफ्नो खेतीपातीको काम गर्नमा। यो असारको महिना यस्तै नै हुन्छ होइन, मस्तले आफ्नो खेतीपाती लगाउँछन् अनि साउनको महिना चाहिँ गोडमेल गर्छन्। पानी चाहिँ सानो गइरहेको छ यो कुलामा अनि ठुलो पानी चाहिँ अर्को साइडमा गइरहेको छ। यहाँ चाहिँ रोपिसकाइसक्यो नि त, त्यसैले खेतमा पनि पुगिसक्यो होइन। मैले चाहिँ हलो यो माथिको खेतमा राखेको चाहिँ देखिरहेको होला। अनि माथिको खेत चाहिँ नराउने भाउने भए। अब भोलि हुन्छ कि आज हुन्छ थाहा भएन। पहिला तलको खेत भाएर माथिको खेत भाउन्छु। तलदेखि भाएर माथि ल्याउनुपर्छ अरे, माथि बिचमै भाउनु हुन्न अरे कि मम्मीले। हलो यहाँ राखेको छ, अब यो हलो लगेर जाउँ। यो खेत चाहिँ अब पछि हुन्छ नत्र अर्को दिनमा हुन्छ। अनि तल चाहिँ भाउने गरेँ। पुरै भिजिसक्यो। अहिले चाहिँ म खेतमा पनि पुगिसक्यो होइन, यो हाम्रो खेतमा। अनि हलो चाहिँ मैले लिएर आइसकेँ। हलो चाहिँ माथिल्लो खेतमा थियो, तल्लो खेतमा ल्याएँ। अनि यो तल्लो खेत सकाएर माथिल्लो खेत गइन्छ। लच्चु पनि आएको छ, लच्चु पनि एकछिन हलो लगाउँछ। अनि अहिले चाहिँ 8 बजीतिर घर जान्छ किनकि स्कुल जान्छ, त्यहीले अहिले चाहिँ बल्ल लिएर गइरहेको छ। देख्नु खुट्टामा पनि हिलो भइसक्यो, देख्नु पुरै हिलो। यो त चिड्ला आज बल्ल लिएर आइज आइज। औ औ यो सानो बल्ल चाहिँ धेरै कमजोरी छ कि, हिजो बल्ल तल हिँडिरहेको थियो। हिजो यसमा हल लगाएको, यो चाहिँ यस्तै दन्किरहेको पुरै हिँडिरहेको छ न त। देख्नु न पुरै कस्तो गरिरहेछ। हल लगाउने त जू लिएर आइज। सक्छ तल जू लगाउन। यो पहेँलो डोरी गरेको यो बल्ललाई, अनि यो कालो डोरी गरेको यो हाम्रो बल्ललाई। ए जू लगाएपछि बल्ल भाउनु सुरु हुन्छ। यो चाहिँ अब यसमा लगाउँछौँ भने लच्चु। लच्चु धेरै खुसी भइरहेछ म भाउँछु भनेर। यसलाई भाउन आउँदैन, बसाउन हामी पनि गर्थ्यौँ होइन भाउनको लागि। एक्साइटमेन्ट हुन्छ नि, त्यस्तो गर्थ्यौँ। आज लच्चु पनि भाउने भनेर गरिरहेको छ। म भन्छु कि आज अहिले म भन्छु। भालै के भालै त पनि। दादा चाहिँ अहिले भाउन लाग्नुभयो। कहाँबाट सुरु गर्ने? कहाँबाट? खेतको साइडबाट। पारबाटी कि यहाँबाट हुने? जगत खोलिकन फर्ममा हुन्छ। के हो नि फर्म भनेको? जगत खोल्नु हुँदैन। फर्ममा भनेको जगतले हल्का अब हुन्छ नि, हल्का त्यो गर्छ, त्यसैले चाहिँ जगत खोलेको। बल्ल चाहिँ गएँ। बल्ल चाहिँ गएन, अब चाहिँ भाउन सुरु गरिसकेँ मैले। दिल किनारबाट। बल्लै हिँड्दै रहने, अहिले चाहिँ आधा भइसक्यौँ। A few moments later. अहिले टाइम भइसकेको छ 9:30 अनि लच्चु पनि घर गइसकेको छ किनभने त्यसलाई स्कुल जानु छ नि त। त्यो लच्चु गइसकेको छ। अनि मैले चाहिँ दुईटा खेत भाइसकेँ, एउटा उताको एउटा यताको। अनि भाएर चाहिँ यस्तो हालत खराब भइरहेको देख्नु, मेरो शरीरमा पुरै माटो हिलो। यहाँ खुट्टामा देख्नु। अनि बल्लहरू चाहिँ उता रेस्ट गरिरहेको छन्। यसलाई भन्छ मैया होइन। यो चाहिँ यसमा लगायो भने बराबर हुन्छ। अब चाहिँ यो लगाउन बाँकी छ। सानो बल्ल छ नि, त्यो चाहिँ कमजोरी छ, हल्का फुल्का हिँडिरहेको छ। अनि बिस्तारै हिँडिरहेको छ, तर हिँडिरहेको छ। अहिले न पुरै मौसम पनि अहिले घाम लागेको थियो अघि नै, अहिले बादल भइरहेको छ देख्नु। हाम्रो खेतको तलनिर देख्नु होइन, कहीको खेत पनि रोपिरहेको छन्। हाम्रै गाउँको होला कहीको भनेर आज। अनि देख्नु यसरी रोप्छन् खेतमा। हाम्रो पनि 2-3 दिनमा अब रोप्न सुरु हुन्छ। यताको साइडको खेतहरू भाउँदा पनि भाएनन्। बल्लहरू चाहिँ घाँस चपाइरहेको छ नि। यो चाहिँ घाँस पहिला पेटको घाँस हुन्छ, यो चाहिँ निकालेर चपाउँछन् भन्छन् होइन। देख्नु अहिले चाहिँ चपाइरहेको छन्। मस्तले रेस्ट गरे होइन आधा घन्टासम्म। अब चाहिँ यसमा मैया लगाऊँ। गाइज यो चोटि न मैले खेतमा हल लगाइरहेको छु। त्यति थाहा त छैन हाम्रो गाउँमा कस्तो लगाउँछन् भनेर हल। जति मैले थाहा पाइरहेको छु त्यति चाहिँ राम्रो गरिरहेको छु यसमा। अनि किनकि धानको फसल राम्रो होस् भनेर। अहिले चाहिँ मैया लगाएर पनि सकिसक्यो होइन मै। अब चाहिँ घरतिर जाने तयारी भइरहेको छ। अब केही टाइमपछि यसमा रोपाइ सुरु हुन्छ। आज त यति धेरै हालत खराब भयो कि लच्चु आयो। लच्चु अघि नै घर गइसक्यो। मेरो त यति हालत खराब भयो कि के भन्ने। मैया लगिरहेको छु अनि हलो लगिरहेको छु घरतिर। नमस्ते अझै रोपाइ
घरमा पनि पुगिसक्यो होइन मेरो पाइजामा हेर्नु न पुरै गिलो गिलो पुरै हिलो हिलो भइरहेको छ अब यो चाहिँ चेन्ज गर्नुपर्छ धुनुपर्छ यस्तो थाक्यो कि गाइज आज खेतमा काम गरेर हल लगाएर ओहो हालतै खराब भइसक्यो पुरै माटोले हिलो हिलो यो त हुनै छ यता खेतमा गएपछि यो त हिलो त नर्मल कुरा हो पहिला बचपनमा त हामी पुरै हिलोमै डुब्की लगाउँथ्यौँ यानि कि त्यहीँ न मजाले पौडी खेडी काट्ने गर्थ्यौँ पानीको खेतमै न रोप्ने खेतमै अनि अहिले चाहिँ घर पुगिसकेँ पुरै मुखमा लागिरहेको छ हिलो सिलो यस्तो थाक लागिरहेको छ घरमा पनि पुगिसकेँ